नेपाल पुलिस होइन, म नेपालीको पुलिस है, म यो राष्ट्रको पुलिस, म नेपालको, म नेताको होइन, यिनीहरूको घरको भात खाएको होइन। मैले यही जनताको पसिनाबाट तलब खाएको, पेन्सन खाएको मान्छे म। मेरो देशको अस्तित्व म एक थोपा ब्लड भयो, म गोली खाएको पनि मान्छे, अस्ति पनि मेरो भाइरल भएको थियो होला। नेपाली सबै मरिसकेका छैनन्, जीवित छन्। हामी आर्मी पुलिस हो नि, हामी कसैका घरको नोकर होइन, हामी यो देशका नागरिक नेपाली हो। हामी आर्मी भएर जन्मिया नि होइन, पुलिस भएर जन्मिया नि होइन। हामीलाई सबै थाहा छ यो देशको माया जति राजालाई छ नि, यी कमारालाई छैन, यी कमारा हुन्। अर्को कुरो, यिनीहरूको सुरक्षा पुलिस राखेर बसिया छु, आर्मी राखेर बसिया छु भन्छन् नि, यो सबै भ्रम हो। यो जति 100 जना राखोस्, 200 जना भ्रम होस्। अर्को कुरो, 16 वर्षमा पेन्सन पाक्ने, 20 वर्षमा पेन्सन खान पाउने, 12,000ले बाँच्न सक्छु, ल मै काम गर्छु, मलाई काम लिएन त, ल हात जोडी, म काम गरेर खान्छु। काम गरेर खाने वातावरण छैन। यस्ता दलालहरूलाई, यी कमाराहरू हुन्। कमाराको शासनमा नि आर्मी र पुलिस बस्दैन। अर्को कुरो, हाम्रै अगाडि हाम्रा स्वानी छरछरी रेटेको होइन। हिजो माओवादी कालमा हाम्रै साथीको अगाडि हाम्रो चाहिँ साथीको गर्दन रेटेको होइन। त्यो भुल्छ आर्मीले, त्यो भुल्छ पुलिसले। हाम्रो संगठनले कहिले हामीलाई बोलाउँछ भनेर हामी त पर्खेर बसेका छौँ। यी दलालहरूलाई हामी घरैबाट लखेड्छौँ, तर हामी रगतमा विश्वास गर्दैनौँ, लुकेर हामी लड्दैनौँ, हामी सिधै जान्छौँ। हेर्नुभयो दर्शक महानुभावहरू, यो जनताको आवाज हो, जनताको आक्रोश हो कि अहिलेको गणतन्त्रबाट कतिको सन्तुष्ट छ कि छैन त्यो तपाईँले स्पष्ट तरिकाले बुझिहाल्नु भयो।